प्रिय दर्शकबिन नमस्कार। स्मार्ट मनी माइन्डसेटको यो अघिल्लो क्रमको भिडियोमा फेरि हामी प्रस्तुत भइसकेका छौँ। फेरि पनि मसँग म्युचुअल फन्ड विषयबारे जानकारी दिनका निम्ति उपस्थित हुनुहुन्छ रमेश शर्मा। नमस्कार। हामीले केही भिडियोहरूमा म्युचुअल फन्डका केही क्याटेगोरीहरूको कुराहरू गऱ्यौँ अनि हामीले यो कुरा पनि भन्यौँ कि म्युचुअल फन्डमा 100 रुपियाँको पनि इन्भेस्ट पर मन्थ हरेक महिना गर्न थालियो भनेदेखि त्यो 100 रुपियाँले पनि कसरी करोड रुपियाँसम्म क्यापिटल बनाउन सक्छ भनेर हामीले अघिल्लो भिडियोमा भनेका थियौँ। सायदै भिडियो लामो थियो, पुरा भिडियो हेर्नु भएन भने यी कुराहरू पनि हामीले अघिल्लो भिडियोमा गरेका छौँ। कसरी एउटा नवजात शिशु न्युली बोर्न चाइल्डलाई उसको प्यारेन्ट्सले 100 रुपियाँको इन्भेस्टमेन्टबाट पनि भोलिको दिनमा त्यो नानी एउटा राम्रो क्यापिटल अथवा करोड रुपियाँसम्म पुग्न सक्ने कसरी हुनसक्छ भनेर हामीले कुराहरू गऱ्यौँ। यदि 100 रुपियाँको जग्गामा 1000 रुपियाँ पनि 100 रुपियाँ छोडेर 1000 रुपियाँ मासिक इन्भेस्टमेन्ट गर्दाखेरि कसरी ठुलोभन्दा ठुलो क्यापिटल नेक्स्ट जेनेरेसनले बनाउन सक्छ र लामो समयसम्म राखेर तर त्यसको लामो कम्पाउन्डिङ इन्ट्रेस्ट को उसले बेनिफिटहरू पाउन सक्छ भनेर हामीले कुराहरू गऱ्यौँ। र यो फाइनेन्सियल अवेरनेस विशेष हाम्रो कम्युनिटीमा यो फाइनेन्सियल अवेरनेस होस् भनेर हामीले यो एपिसोडहरू गरिरहेका छौँ। र यो कुरा जहाँसम्म लाग्छ फलदायक भइरहेको होला। यदि तपाईँहरूलाई लाग्छ यो कुराले फाइनेन्सियल अवेरनेसले तपाईँहरूको जीवनमा फाइनेन्सियल फ्रिडम हुनको निम्ति अथवा फाइनेन्सियल स्ट्राटेजी मेन्टेन गर्नको निम्ति कुनै पनि लाभ मिलिरहेको छ भने हाम्रो पेजलाई तपाईँले फलो गरेर सब्सक्राइब गरेर सेयर गरेर सहयोग पनि गर्न सक्नुहुन्छ। र यो पालाको म्युचुअल फन्डको क्याटेगोरीको एउटा क्याटेगोरी जो डेट फन्ड है त डेट फन्डको विषयमा हामी कुरा गर्छौँ। हामीले अघिल्लो भिडियोमा इक्विटीको विषयमा कुरा गऱ्यौँ र अब यो पालि चाहिँ हामी डेट फन्डको बारेमा कुरा गर्छौँ। र यसरी नै बिस्तारै बिस्तारै तपाईँहरूलाई म्युचुअल फन्डको विभिन्न क्याटेगोरीको कुराहरू तपाईँहरूलाई दिँदै जानेछौँ। अनि हामी चाहन्छौँ यो इन्भेस्टमेन्ट माइन्डसेट लिएर है इन्भेस्टेड भइरहेर सानो सानो एमाउन्टले पनि कम्पाउन्डिङ इन्ट्रेस्ट भोलिको दिनमा जुन बनिन्छ त्यसले एउटा ठुलो क्यापिटल बनिन्छ भनेर हामी भनिरहेका छौँ। त्यसै पनि हुन त मिथ भनिन्छ तर पनि आइन्स्टाइनले भनेको हो भनेर कम्पाउन्डिङ इन्ट्रेस्टलाई चाहिँ वर्ल्डको 8th वन्डर होइन त 8th वन्डर यो अचम्मको कुरा जसले चाहिँ यो माने कम्पाउन्डिङमा बस्न सक्छ उसले चाहिँ साँच्चै नै वन्डर हुन्छ पनि भन्छ। त्यस कारणले गर्दाखेरि हामीले यो एपिसोडहरू तपाईँहरूलाई दिइरहेका छौँ। र आज हामी डेट फन्ड ओके त डेट फन्डको बारेमा हाम्रो दर्शकहरूलाई भन्नुपर्दा चाहिँ कसरी बताउनु? अस्ति हामीले जसरी इक्विटी फन्डको विषयमा कुरा गऱ्यौँ। इक्विटी फन्डमा चाहिँ हाम्रो फन्ड चाहिँ कुनै कम्पनीको सेयरमा इन्भेस्ट हुन्छ र त्यहाँबाट जुन हामीलाई होइन एउटा नाफा आउँछ त्यो हामीमाथि डिस्ट्रिब्युट हुन्छ भन्ने कुरा गऱ्यौँ। अब डेट फन्डमा चाहिँ के हुन्छ भने तपाईँको हाम्रो जुन फन्ड छ त्यो चाहिँ डेट भन्दाखेरि ऋण सम्बन्धित इन्स्ट्रुमेन्टमा इन्भेस्ट हुन्छ। अब ऋण भन्दाखेरि कुन ऋण? जस्तो गभर्मेन्टले नि त ऋण लिन्छ नि होइन, इन्फ्रास्ट्रक्चर प्रोजेक्टहरू या त उनीहरूको केही प्रोजेक्टहरू गर्नुको लागि गभर्मेन्टले जुन ऋण लिन्छ त्यो पनि एउटा डेट फन्ड हो। त्यो गभर्मेन्ट जस्तो अब बाटोहरू अहिले एनएचआइडिसिएलको बाटो हामी प्राय अहिले देखिरहेका छौँ सरकारले विभिन्न जग्गामा काम गरिरहेको यो पनि डेटमा सायद हजुर त्यो उनीहरूले पनि जुन फन्ड लिन्छ त्यो पनि डेट फन्डमा आउँछ होइन। अन्त त्यही हो हाम्रो फन्डहरू चाहिँ कसैलाई ऋण दिन्छ या त कुनै कम्पनीलाई ऋण दिन्छ या त गभर्मेन्टलाई दिन्छ या त ब्याङ्कलाई दिन्छ होइन। ब्याङ्कले पनि ऋण लिएर नै उनीहरूले आफ्नो सञ्चालन गरिरहेको हुन्छ। त्यो फन्डहरूलाई चाहिँ डेट फन्ड भनिन्छ। अब डेट फन्डको चाहिँ विभिन्न प्रकारहरू छ जस्तै लिक्विड फन्ड भनिन्छ या त ओभरनाइट फन्ड भनिन्छ। सर्ट टर्म एकदम 1 हप्तामा पनि पैसा विथड्र गर्न सकिन्छ ओके होइन। इन्ट्रेस्ट रेट अब त्यही हिसाबको कम्ती हुन्छ, 1 हप्तामा कति पो बढ्छ होइन। तर पनि एउटा त्यसै पनि हामीले म्युचुअल फन्ड चाहिँ एउटा लिक्विडेड आइटम जहिले चाहे तैले लिक्विड गर्न सक्छ पनि भन्दैछौँ। त्योभित्र पनि डेट फन्डमा अर्को एउटा लिक्विड फन्डको कुरा हजुर नामै लिक्विड फन्ड जहिले पनि लिक्विड गर्न सकिन्छ होइन। एउटा भयो तपाईँको लिक्विड फन्ड, त्यहाँदेखि अब सर्ट टर्म फन्ड भनिन्छ होइन। त्यहाँदेखि कर्पोरेट बन्ड फन्ड भनिन्छ। त्यसरी नै तपाईँको गिल्ट फन्ड भनिन्छ। गभर्मेन्टले जुन फन्ड गभर्मेन्टले एउटा सेक्युरिटिज इस्यु गर्छ गिल्ट भनिन्छ त्यसलाई, लङ टर्मको लागि एउटा सेक्युरिटी इस्यु गर्छ त्यसलाई गिल्ट फन्ड भनिन्छ होइन। त्यसमा इन्भेस्ट हुनेलाई गिल्ट फन्ड भन्छ।
त्यसरी नै अल्ट्रा सर्ट टर्म फन्डहरू हुन्छ र विभिन्न किसिमको यो तपाईँको उयो हुन्छ। अब डेट फन्डमा चाहिँ इन्भेस्ट गर्दाखेरि चाहिँ कस्तो के रिटर्न पाइन्छ भन्दाखेरि चाहिँ हामी जुन पैसा फिक्स डिपोजिटमा राख्छौँ लगभग त्यति नै, तर त्योभन्दा बेसी पनि आउने एउटा चान्सेस हुन्छ। जस्तो हामीले अहिले ब्याङ्कमा एफडी गर्दाखेरि 7 देखि 8% भनौँ न, 8% पनि छैन, 7% होइन। डेट फन्डमा पनि हामीले इन्भेस्ट गर्दाखेरि त्यसरी नै रेगुलरली तपाईँको इन्ट्रेस्ट भनौँ होइन, या त एनएबी बढ्छ, त्यही 7-8%, कोही बेला बढेर 10%, 11% पनि हुन्छ सर्टर टर्ममा। लङ्गर टर्ममा तपाईँको 8, 8.5%, 9% त्यस्तै हुन्छ होइन, हेरी हुन्छ फन्ड टु फन्ड। तर एफडीभन्दा बेसी आउने किन चाहिँ हामीले अब एफडी नगरेर चाहिँ डेट फन्डमा हामीले इन्भेस्ट गर्नु भन्दाखेरि चाहिँ त्यसमा चाहिँ अलिकति बेसी इन्ट्रेस्ट आउने चान्सेस छ, स्योरिटी छैन कि बेसी नै आउँछ भनेर। अर्को कुरा डेट फन्ड, इक्विटी फन्डमा चाहिँ तपाईँको क्यापिटल नै घट्ने पनि एउटा रिस्क छ नि। डेट फन्डमा चाहिँ त्यो रिस्क छैन। डेट फन्डमा चाहिँ तपाईँको क्यापिटल चाहिँ मोटामोटी इन्ट्याक्ट रहन्छ। त्यसमा आउने जुन तपाईँको थप इन्ट्रेस्ट भनौँ न होइन, या त इन्कम, त्यो चाहिँ घटबड हुन्छ, अलिकति माथि तल हुन्छ। कोही बेला त्यो विभिन्न कारणहरूले गर्दाखेरि, जस्तो क्रेडिट रिस्क भनिन्छ एउटा इन्ट्रेस्ट, हाम्रो जुन इन्ट्रेस्ट घटबड हुन्छ नि ब्याङ्कको या त आरबिआईले जुन इन्ट्रेस्ट दरमा घटबड गर्छ, त्योहरूले गर्दाखेरि तपाईँको इम्प्याक्ट पर्छ डेट फन्डमा चाहिँ। किन चाहिँ इन्ट्रेस्ट रेटमा इम्प्याक्ट पर्छ, क्रेडिट रिस्क भयो, इन्ट्रेस्ट रिस्क भयो, एउटा लिक्विडिटी रिस्क पनि हुन्छ डेट फन्डमा चाहिँ। लिक्विडिटी रिस्क भन्दाखेरि चाहिँ तपाईँले कुनै एउटा इलिक्विड म्युचुअल फन्डमा इन्भेस्ट गर्नुभएको छ, त्यो म एक्जिट गर्छु या त बेचेर म पैसा लिन्छु भन्दाखेरि सजिलैसँगले बिक्री नहोला, या त टाइम लाग्ला होइन, या त आफूले सोचेको भन्दा नि कम्ती रेटमा बिक्री होला। त्यो फन्डहरूलाई चाहिँ अलिकति अभोइड गर्नुपर्छ, जुन चाहिँमा चाहिँ लिक्विडिटी कम्ती छ होइन। तर अरू फन्डहरूमा चाहिँ हामीले एफडीभन्दा बेसी इन्ट्रेस्ट पाउन सक्छौँ। त्यसै कारण चाहिँ हामीले डेट फन्डलाई प्राथमिकता चुज गर्दा। तर त्यो सँगसँगै अर्को फाइदा चाहिँ मैले के बुझेँ भनेदेखि, जस्तो फिक्स डिपोजिट भनेको त एउटा सर्टन पिरियड त हुन्छ होइन, एटलिस्ट अब 1 इयर, त्योभन्दा अगाडि ब्रेक गर्नु पनि नमिल्ने होइन, अथवा ब्रेक गऱ्यो भने इन्ट्रेस्ट घट्ने, ब्याङ्कको त्यो नियम, पेनल्टी पनि पर्छ, पेनल्टी पनि हुनसक्ला। तर त्यो चाहिँ यो जग्गामा फेरि के भयो भन्दाखेरि चाहिँ त्यो आफैले नै, अब जस्तो यो त अहिले सबै अनलाइन भएकोले गर्दाखेरि त एनी टाइम आफूले विथड्र गर्नु पनि पायो, ब्याङ्क गइरहनु पनि परेन, ब्याङ्कको झमेलामा फसिरहनु परेन। एकपल्ट उसले आफ्नो मोबाइलमा अनलाइन गरेर लमसम डिपोजिट गर्नु थाल्यो भनेदेखि त उसलाई एनी टाइम जब चाहिन्छ उसले विथड्र गर्नु सक्यो। अनि यसै हेर्दाखेरि चाहिँ मान्छेलाई अब अहिले पेपरलेस अथवा फिजिकल ब्रान्च धाइरहनु पनि नपर्ने, खासमा बुझ्नु हो भने चाहिँ सजिलो र फिक्स डिपोजिट कै इन्ट्रेस्ट हेरौँ न, सपोज फिक्स डिपोजिटै जति नै आयो भने पनि सुविधा पनि त भयो। सेभिङ अकाउन्टबाट उसको सिधा लिक्विड फन्ड अथवा कुनै अरू फन्डहरूमा उसको जान्छ, चाहियो भने उसले एनी टाइम विथड्र गरेर उसको सेभिङ खातामा निकाल्छ, यो सुविधा पनि छ। सोच्नुहोस् न, सेभिङ अकाउन्टकै मैले पहिला म्युचुअल फन्डको कुरा गर्दै भनेको छु कि म्युचुअल फन्डको अकाउन्ट चाहिँ एउटा ब्याङ्ककै अकाउन्ट जस्तै हो तपाईँको होइन। त्यसमा अब हामीले अहिले एउटा अर्को क्याटेगोरीको कुरा गर्छौँ डेट फन्ड। डेट फन्डमा पनि हामी एसआइपी गर्न सक्छौँ, त्यसमा हामी पार्सियल विथड्रल गर्न सक्छौँ, फुल विथड्रल गर्न सक्छौँ, एडिसन गर्न सक्छौँ होइन। त्यहाँबाट अलिकति के अरे एसआइपी पनि गर्न सक्छौँ, हामी लमसम पनि गर्न सक्छौँ। सबै प्रोभिजन सबै सेम हो, खालि कुन चाहिँ इन्स्ट्रुमेन्टमा इन्भेस्ट हुन्छ भन्दाखेरि चाहिँ अस्ति इक्विटी चाहिँ सेयर बजारमा इन्भेस्ट हुँदै थियो, डेट फन्ड चाहिँ डेट इन्स्ट्रुमेन्टमा इन्भेस्ट हुन्छ, त्यति नै एउटा डिफ्रेन्स हो। र रिटर्नमा पनि डिफ्रेन्स हुन्छ। जस्तो इक्विटी फन्डमा क्यापिटल नै पनि घट्ने एउटा रिस्क हुन्छ, डेट फन्डमा त्यो रिस्क हुँदैन। तर इक्विटी फन्डमा तपाईँको 12 देखि 14-15%हरूको रिटर्न आउने जुन सम्भावना हुन्छ, डेट फन्डमा त्यो सम्भावना हुँदैन, अलिकति बेसी एफडीभन्दा 1-2% बेसी आउने एउटा सम्भावना। अब कतिजनालाई चाहिँ होइन मेरो चाहिँ अब नघटोस् भन्ने लाग्छ भने चाहिँ है, हुन त अब यसै पनि इकोनोमी जब कुनै समयमा इकोनोमी अप हुँदाखेरि माथि जान्छ, कोही बेला इकोनोमी डाउन हुन्छ होइन। अब हुनसक्छ अब जस्तो अहिलेको सिचुएसनमा हेऱ्यो भनेदेखि इन्डिया पाकिस्तानको कुराहरू चलिरहेको छ, यति बेला कुनै यस्तै खालको सिचुएसन भयो भने इकोनोमी डाउन हुनै सक्छ, त्यति बेला मार्केट डाउन होला।
तर अब डेट फन्डमा चाहिँ हजुर एटलिस्ट उसको जुन चाहिँ फन्ड छ सायद अलिकति केही घट्न सक्छ हजुर होइन घट्दैन उसको क्यापिटल होइन जुन एक्सपेन्स रेसियोहरू छ त्यो एकदमै माइनर कुराहरू हो होइन त्यो त तपाईँको फन्डको 1% पनि हुँदैन डेट फन्ड तर मान्छेलाई सुविधा त पक्कै छ हजुर सुविधा छ अर्को कुरा चाहिँ के हो भने हामीले जुन किन चाहिँ डेट फन्डमा इन्भेस्ट गर्नु भन्दा सर्ट टर्म फन्ड जुन हुन्छ नि जस्तो सर्ट टर्म गोल हुन्छ जस्तो 3 वर्ष पछाडि मलाई यो फन्ड चाहिएको छ एफडीमा राख्दाखेरि पनि हुन्छ तर एफडीमा पनि एउटा त्यो ग्यारेन्टी छ नि मतलब 5 लाख रुपियाँसम्मको मात्रै गभर्मेन्ट अफ इन्डियाले होइन एउटा इन्स्योर्ड गरेको छ अरू पैसाको रिस्क गभर्मेन्टले पनि लिँदैन इन केस अफ ब्याङ्कै भएको खण्डमा खासमा चाहिँ 5 लाखसम्मको ग्यारेन्टी हजुर हाम्रो यतातिर अहिले सायद त्यो त्यत्रो चर्चामा छैन तर अहिले पनि हाल फिलहालमा पनि एउटा कोअपरेटिभ ब्याङ्कमा त्यस्तै इस्यु भइरहेको छ हो एकपल्ट यस ब्याङ्कको पनि त्यस्तै कुरा यस ब्याङ्कको त्यस्तो उठ्यो हजुर अन्त हो त्यस्तो इस्युजहरू आउँछ अहिले फिलहाल डिआइसिजिसी हजुर हैन डिआइसिजिसी त्यो आरबीआई को अन्डरमा डिआइसिजिसी छ त्यो डिआइसिजिसीले चाहिँ 5 लाखको इन्स्योरेन्स जस्तो गरेको छ र हरेक माने सेभिङ एकाउन्ट होस् अथवा एफडी होस् त्यसको चाहिँ खासमा चाहिँ 5 लाखको मात्रै ग्यारेन्टी छ यो कुराको जानकारी हामीले हजुर हजुर अन्त त्यसकारण चाहिँ हामीले के अरे जहिले पनि इन्भेस्टमेन्ट गर्दाखेरि सबै कुरा एउटै उयो बास्केटमा राख्नु हुँदैन भनेर भन्छौँ नि त्यसै कारण चाहिँ अलिकति हामीले डेट फन्डमा अलिकति हामीले इक्विटी फन्डमा होइन अलिकति कमोडिटी जस्तो गोल्ड फन्डहरू भयो या त मल्टी एसेट फन्डहरू भनिन्छ हो त्यो सबै कुरामा यही कुरा त हामीले रमेश हामीले चाहिँ वास्तवमा नि फाइनेन्सियल अवेरनेस भनेको यही चिज हो नि त हजुर एकदम अब अहिले वास्तवमा यही फाइनेन्सियल कतिवटा कुरो बुझ्नुको लागि कसैले बुझ्नु चाहँदा पनि त्यस्तो अब उसले पाइरहेको छैन खासै भन्नु कतिजनाले बुझ्नु खोजिरहेको होला नि त मैले के गर्ने त मैले अब जस्तो हुनसक्छ मेरो पर मन्थ यति इन्कम छ यसमा मैले के गर्ने मेरो फाइनेन्सियल इन्स्ट्रुमेन्टहरू मैले कसरी ठिक राख्ने होइन भोलिको दिनमा रिटर्न आउनेमा कति गर्ने हाई रिटर्न आउने अलिकति लेस रिटर्न आउने अथवा इन्स्योरेन्सको कुराहरू पनि गऱ्यौँ यो सबैमा नै फाइनेन्सियल लिटरेसी फाइनेन्सियल अवेरनेस त्यो भित्र फाइनेन्सियल इन्स्ट्रुमेन्टहरू चाहिँ के हुनसक्छ र भोलिको दिनमा चाहिँ हाम्रो नेक्स्ट जेनलाई एउटा राम्रो क्यापिटल कसरी एज अ गिफ्टको रूपमा दिन सकिन्छ यो कुराहरू पनि एउटा इम्पोर्टेन्ट कुरा हो जस्तो लाग्छ क्या होइन हामीले यो अवेरनेस ल्याउनुको एउटा कारण चाहिँ के हो भने अब हाम्रो यहाँ विशेष बङ्गालमा एउटा होइन ठुलो घटना भयो भनौँ न चिट फन्डलाई लिएर पहिला एउटा जुन घटना भयो त्यसमा एउटा लिग्यालिटी थिएन नि त गभर्नमेन्ट नै इन्भल्भ भयो त्यसमा हैन तर अब अहिले हामी जुन चाहिँ कुरा गर्दैछौँ यो चाहिँ एकदम लिगल कुराहरू यसमा लिग्यालिटी छ हैन यसमा सेबीको आरबीआईको गभर्नमेन्ट अफ इन्डियाको सबैको निगरानी छ कसले अहिले अब भनौँ भने हामी म क्यास दिएर म्युचुअल फन्ड गर्छु भन्दाखेरि पनि हुँदैन हामीले ब्याङ्ककै थ्रु जानुपर्छ हैन माने केवाईसी कम्प्लिट गर्ने केवाईसी कम्प्लिट हुनुपर्छ ब्याङ्किङ च्यानलबाटै पैसा जानुपर्छ आउँदाखेरि पनि ब्याङ्किङ च्यानलकै थ्रुबाट आउँछ मेरो यो म्युचुअल फन्डको यो पेपर चाहिँ यो बेचेर मलाई क्यास देऊ भन्दाखेरि पनि हुँदैन यति साह्रो मतलब ट्रान्सप्यारेन्ट छ क्या यो सिस्टम त्यसै कारण चाहिँ हामीले अब फाइनेन्सियल अवेरनेस लिटरेसी जे भनौँ होइन विशेष युथहरूले क्या अहिले भर्खर स्कुल कलेजहरू सक्दै जानेहरूले पनि यो सब चिजलाई चाहिँ ध्यान दिएर यो सब चिज बुझ्नु चाहिँ धेरै जरुरी छ मलाई चाहिँ लाग्छ कि एउटा जस्तो अब हामीलाई जतिले पनि हेरिरहनु भएको छ नि उहाँहरूले चाहिँ एउटा एप छ नि त्यो क्याल्कुलेटर हजुर एसआइपी क्याल्कुलेटर एपलाई डाउनलोड गरेर तपाईँले त्यहाँ आफै पनि क्याल्कुलेट गर्न सक्नुहुन्छ जस्तो अब हामीले अहिले भन्यौँ ब्याङ्कको इन्ट्रेस्ट भन्दा केही माथि डेट फन्डको इन्ट्रेस्टहरू अथवा त्यस पछाडि इक्विटीमा हामीले लार्ज क्यापमा हो भने 12-15 इन्ट्रेस्ट 20% सम्मको इन्ट्रेस्ट स्मल फन्डहरूमा यदि त्यसलाई क्याल्कुलेट गरेर हेऱ्यो भने कति क्यापिटल बनिनु सक्छ त्यो आफै पनि हेर्न सकिन्छ नि त तर त्यो क्याल्कुलेटर तपाईँहरूले डाउनलोड गरेर हेर्नु पनि सक्नुहुन्छ है होइन यस्तो हुन्छ नि तपाईँको यो जुन हामी इन्ट्रेस्ट रेटको कुरा गर्छौँ नि 1% इन्ट्रेस्ट रेटले के फरक पर्छ भन्दाखेरि म 1 लाख रुपियाँ राख्छु 1 वर्षलाई मात्रै 7%मा 7,000 पाउँछु इन्ट्रेस्ट र 8%मा 8,000 पाउँछु 1,000 रुपियाँको मात्रै डिफ्रेन्स हो तर यदि त्यही 1% चाहिँ अमाउन्ट पनि बेसी होस् हैन र ड्युरेसन पनि बेसी भने चाहिँ कतिको फरक पर्दो रहेछ भन्ने कुरा चाहिँ तपाईँहरूले आफै पनि क्याल्कुलेट गरेर हेर्न सक्नुहुन्छ एक्ज्याक्टली त्यसै कारणले गर्दाखेरि चाहिँ यो इन्भेस्टेड रहिरहँदाखेरि मिनिमम एमाउन्टले पनि एउटा राम्रो क्यापिटल बनाउन सक्छ भनेर चाहिँ त्यही चाहिँ यो कम्पाउन्डिङ इन्ट्रेस्टलाई एट्थ वन्डर पनि भनिएको हो नि त तर अब इन्भेस्टेड रहिरहनुहोस् हामी त्यही कामना गर्छौँ तपाईँहरूलाई यदि यो फाइनेन्सियल अवेरनेसको कुराहरू मन पर्दैछ भने हामीलाई तपाईँहरूले सम्पर्क पनि गर्न सक्नुहुन्छ हामीले तपाईँहरूलाई विशेष गरी
फाइनेन्सियल अवेरनेसमा लाइफ इन्सुरेन्सको के भूमिका छ है, हेल्थ इन्सुरेन्सको के भूमिका छ, फाइनेन्सियल यो अवेरनेसभित्र फाइनेन्सियल स्ट्राटेजी मेन्टेन गर्नको निम्ति यी कुराहरू गऱ्यौँ। अहिले झन् हामी तपाईँहरूलाई म्युचुअल फन्डको विभिन्न क्याटेगोरीको कुराहरू गर्दै गइरहेका छौँ र आजलाई हामीले डेट फन्डको कुरा राख्यौँ। अघिल्लो क्रममा फेरि हामी अरू कुनै क्याटेगोरीमा बात गर्नेछौँ र तबसम्मलाई हामीलाई बिदा दिनुहोस्। नमस्कार। नमस्कार।